1, 2, 3. Merry Christmas! So, hey everyone. र सबैजनालाई विशेष 2025 को मेरी क्रिसमस। र विशेष आज भने चाहिँ हामी यो क्रिसमस सेलिब्रेसनको निम्ति हामी चर्च जान सबै परिवारहरू भने रेडी भइसक्यौं। लु अब हामी भने चाहिँ यहाँ बाइकमै जाँदैछौँ। दुईजना चाहिँ हामी बाइकमा जाने, अरूहरू चाहिँ सबैजना गाडी आउँदैछ। उनीहरू चाहिँ बाइकमा जान अप्ठ्यारो भएकोले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ गाडीमा आउनुहुन्छ। ल अब भने हामी चर्च लाग्यौँ है। हामी चर्च आइपुग्यो। सबैजना चर्चमा भेला भइसकेका छौँ। यतै बाहिर राख न। हाम्रो चर्च भने चाहिँ यस्तो प्रकारले डेकोरेट गरिएको छ। यस्तो छ। जय मसी, मेरी क्रिसमस। यहाँ आइपुग्नु भइसकेछ सबै। मेरी क्रिसमस। र अहिले भने चाहिँ म चर्च आइपुगिसकेको छु। मेरो ब्याकग्राउन्डमा देख्दै गर्नु भएको चाहिँ हाम्रो चर्च जो चाहिँ गोरुबथानको माउन्ट कार्मेल युसिएनआई चर्च। र आज भने चाहिँ मलाई एकदमै अनइजी फिल भइरहेछ। किन भन्दाखेरि चाहिँ यो ट्रेडिसनल ड्रेस जो हाम्रो राईहरूको यो लुगा लाउँदाखेरि चाहिँ अलिक अप्ठ्यारो मलाई फिल भइरहेछ। त्यो लाउनु मतलब अनइजी अनकम्फर्ट भइरहेछ। कम्फर्टै भएको छैन, अलिक अप्ठ्यारो भइरहेछ। फर्स्ट टाइम भएर होला, तर जे होस् आज फर्स्ट लगाएको मैले। यो चाहिँ मेरो मैले जब मैले बिहा गरेको त्यो बिहा गरेपछि जुन चाहिँ म बाजेलाई भेट्न जाँदाखेरि फर्स्ट बाजेलाई मेरो नानी वाइफसँग भेट्न जाँदाखेरि चाहिँ मलाई बाजेले दिनुभएको गिफ्ट थियो। त्यही भएर आज लगाएको। यस्तो प्राउड फिल भइरहेछ नि। अब यस्तो ड्रेस आजसम्म किन लगाएको थिइनँ, मैले फर्स्ट टाइम लगाएको। र अहिले चर्चमा छु। र चर्चमा अरू पनि के कस्तो छ म तपाईँहरूसँग सेयर गर्छु। विशेष तपाईँहरूलाई क्रिसमसको मेरोबाट मेसेज भन्नुपर्दा चाहिँ तपाईँहरूलाई एउटा सन्देश चाहिँ हामी क्रिस्चियन्स इसाईहरू जति छौँ हाम्रो निम्ति चाहिँ यो क्रिसमस चाहिँ एकदम इम्पोर्टेन्ट हाम्रो निम्ति हो। किन भन्दाखेरि हामी मानिस जाति अनि ईश्वरको सम्बन्धहरू जो तोडिएको सम्बन्धहरूलाई फेरि आज भने यीशु ख्रीष्ट जो हाम्रो निम्ति जन्मनुभयो र हाम्रो सम्बन्धहरूलाई फेरि जोड्नु भएको छ। र तपाईँहरूको पनि अझै परमेश्वरसँगको सम्बन्धहरू असल दामी हुँदै गएको होस्। अहिले भने चर्चमा छु। अरू पनि म तपाईँहरूसँग के कस्तो छ हाम्रो चर्चको आजको सेलिब्रेसन बारेमा देखाउने छु है। लु अहिले भने चाहिँ म यहाँ नानीहरूसँग छु। सबैजना नानीहरू पनि छुट्टीमा आएको छ। यसरी भ्याकेसनमा मजा आउँदैछ नानीहरूसँग यसरी बस्नु। उनीहरूले पनि इन्जोय गर्छ यो टाइमहरूमा। फ्यामिलीसँग यसरी टाइमहरू स्पेन्ड गरेको उनीहरूको पनि टाइम यो जाइमसीमा। लु अफियालाई कस्तो लाग्यो आज? लु भन्नु पर्यो। क्रिसमस कस्तो लाग्छ? मलाई क्रिसमस राम्रो लाग्छ किनभने हाम्रो स्कुलले 2 महिनाको छुट्टी पनि दिन्छ। अन्त भनेपछि छुट्टी पाएर चाहिँ मजा आएको रहेछ। अन्त आफ्नो फ्यामिलीसँग टाइम पनि स्पेन्ड गर्नु पाउँछ। अन्त नोबालाई कस्तो लाग्यो? मजा लागेको छैन? मजा लाग्छ? भाइलाई मजा लाग्दैछ? ल यता मजा लाग्दैछ कि लागेको छैन तिमीलाई? लु भनौँ क्रिसमस कस्तो लाग्दैछ? लु उयोलाई रेनरलाई कस्तो लाग्दैछ? मजा लाग्दैछ? ऊ बहिनीलाई मजा लाग्दैछ कि लागेको छैन? लु सबैजनाले अब जोडले एकपल्ट मेरी क्रिसमस भन्नुपर्छ हामीले ल। र अब भने चाहिँ यहाँ हाम्रो क्रिसमस सेलिब्रेसनको जो सेवा सुरु हुन लागिरहेको छ। तर बत्ती गएर चाहिँ यहाँनिर यस्तो अन्धकार भएछ। सबैजना यसरी बसिराखेका छौँ। मजा आउँदैछ। आमाहरू सम्झना बिर्सना फोटो खिचाइ हुँदैछ यस्तो एकदम। हामी भने रेडी भएर एकदम क्रिसमस सेलिब्रेसन चर्चमा छौँ हामी। अहिले भन्यो
यहाँ पनि एकदम खुसी यहाँ झन् खुसी मान्छे ऊ स्थलीहरूमा हामी मण्डलीको तर्फबाट बधाई शुभकामना प्रार्थना हामी दिन्छौँ र त्यसै गरी बहिनी प्रेरणा लेप्चा माध्यमिक परीक्षा उहाँको भएको छ उहाँलाई हामी मण्डलीको सभापतिको बौलीबाट रिप्रेजेन्ट हामी प्रदान गर्नेछौँ। आज क्रिसमस के कसो भन्दा न लु एकदम सबैलाई जय मसी मजा आयो आज एकदम आज हामी असल तयारीमा छौँ 2025 को क्रिसमस चाहिँ एकदम नयाँ जोस नयाँ उमङ्ग लिएर हामी आज मनाउन लागिरहेका छौँ अनि दिन पनि एकदम घमाइलो राम्रो भइरहेको छ मजा आउँदैछ एकदम राम्रो हिजोदेखि अस्तिदेखि तयारी भइरहेको छ अनि क्रिसमस क्यारोलहरू पनि हामी गाइरहेका छौँ अनि आज अन्तिम छ आज हामी यो चर्च कम्पाउन्डमा हामी असल रूपमा हामी क्यारोल आज गाउनेछौँ धेरै रूपमा अस्ति हामी जस्तै डामडिम आनन्दपुर हामी 2टा पिकअप लिएर झन्डै 55 जना जस्तो हामी गएका थियौँ त्यहाँनिर क्यारोल गाउनको निम्ति धेरै हामी इन्जोय गरिरहेको छौँ यो 2025 चाहिँ हामी अनि साँच्चै नै परमेश्वरको आशिष अनुग्रह हामी बिचमा छ मण्डलीमा छ भन्ने हामीले महसुस गरिरहेका छौँ। धन्यवाद धन्यवाद। र यस्तो छ आजको हाम्रो क्रिसमस सेलिब्रेसन चाहिँ यहाँले फेरि ज्याकेट खोलेर रहेछ गरमले यहाँनिर क्रिसमस क्याप लगाएर ओलुङमा एकदम वा ओलुङमा क्याप लगाएको तिमीले पनि यहाँ 2 जना मामा दादा बहिनी दाजु बहिनी ओके। र आज भने 2025 को क्रिसमस सेलिब्रेसन पनि गऱ्यो मजा आयो सबै फ्रेन्ड्स फ्यामिली चर्चको मेम्बरहरूसँग यसरी बसेर असलसँगले सेलिब्रेट गर्नु पाऊँ एउटा लाइफको एउटा गुड मेमोरिज भनौँ लाइफमा यस्तो टाइम कतिचोटिहरू हामीले मिस गरिपठाउँछौँ तर आज भने हामी सबैजना परिवार मण्डली परिवारहरू यसरी भेला भएर हामी सेलिब्रेट गरिरहेका छौँ यहाँ छोरी ओलुङमा यसोदा हामी यसरी छौँ र यसरी आजको ग्यादरिङ भने यस्तो छ मण्डलीमा सबैजना छुट्टीको टाइम भएकोले सबैजना हामी यसरी ग्यादरिङ हुन सक्छौँ मजा आयो एकदम असल कटिङ गरिराखेको छ विशेष चाहिँ आज चाहिँ यहाँ सन्डे स्कुलको नानीहरू छ उनीहरूको निम्ति आज कम्पिटिसन्स पनि स्टोरी टेलिङ कम्पिटिसन्सदेखि लिएर धेरैवटा इभेन्ट्सहरू गरियो तीमध्ये उनीहरूलाई आज प्राइज डिस्ट्रिब्युसनहरू गरियो मजा आयो उनीहरू नै हो यो नानीहरू देख्दै गरेको भोलिको दिनमा मण्डलीको समाजको अनि देशको एउटा कर्णधारहरू उनीहरू यसरी हामी उनीहरूसँग यसरी समयहरू बिताउन पायौँ र वृद्ध अवस्थामा हुनेहरू जतिजना हाम्रो छन् मण्डलीमा उनीहरूको आशीर्वाद हाम्रो निम्ति रहिरहन्छ अझै हामीसँग यस्तो वृद्ध अवस्थामा व्यक्तिहरू पनि हामीसँग हुनुहुन्छ हामीसँगै यसरी हेर्नुभयो हुनुहुन्छ सबैजना यहाँ दाजुकोबाट आजको वक्ता दाजु किस्मत उहाँ चाहिँ आज एज अ मिसनरी भएर सिक्किममा हुनुहुन्छ र हाम्रो निम्ति एउटा असल वचन हामी हामीले क्रिसमस किन सेलिब्रेट गर्छौँ भन्ने बारेमा एकदमै असलसँगको उहाँले मेसेज पनि दिनुभयो र यस्तो प्रकारले आज 2025 को सेलिब्रेसन गरियो एकदमै मजा आयो। यहाँ भने खाना खाने लाइन एकदम क्युमा सबैजना पर्खिराखेको छ खाना खानु यहाँ सन्डे स्कुल टिचर चाहिँ केक खानुमा व्यस्त छ हामीसँग जो मण्डलीमा चर्चमा यो सेलिब्रेसनमा थिएन हामीसँग बाहिर हुनुहुन्छ उहाँहरू सायद उहाँहरूले यो भिडियो हेरेर उहाँहरूले मिस गर्नुहुन्छ होला हामी पनि धेरै तपाईँहरूलाई मिस गर्दैछौँ र हामी भने यो 2025 मा चाहिँ यसरी चर्चकै आँगनमा यसरी
सेलिब्रेट गऱ्यौँ मजाले सबैजना यसरी बसेर मजा आयो यो टाइम चाहिँ